पोखराको लागि हामी करिब 9 बजीतिर हिँड्छौँ काठमाडौँबाट। अब जे थानकोटबाट निस्केका हुन्छौँ 9 बजीतिर। अनि हामी चाहिँ एकैछिन रमाइलो गर्छौँ, तर क्लिपहरू यस्तो भ्लग बनाउनु भनेर उस गरेको भन्दा पनि सो क्लिपहरू धेरै कट भएको छ। अनि हामी चाहिँ सुरुमा एकैछिन रमाइलो गर्छौँ, अनि खाजासाजा आएर फेरि सुत्छौँ। अनि सुतेपछि फेरि अल्छी लाग्छ, अनि फेरि तास खेलौँ भनेर तास खेल्न थाल्छौँ। अनि तास खेल्दा एकैछिन 1-2 घन्टा जस्तो हामी तास खेल्न थाल्छौँ। बाहिर पानी परेको हुन्छ झमझम। सो हामी चाहिँ तास खेल्ने, अनि कहिले गीत गाउने, नाच्ने गरेर जान्छौँ। अनि एकैछिन पछाडि आएर हेर्दाखेरि चाहिँ तलन्ते चाहिँ पुरा गीतमा चाहिँ पुरा डुबेर गाइरहेको हुन्छ म्युजिकमा। अनि त्यसपछि सेन्टी बाह्र बसिरहेको छ, एकदम आनन्द फेरि तिस्किरहेको छ। अनि उता बबी सिसी चाहिँ सुतिरहेको छ। अनि फेरि हामी चक्चो गर्न मन लाग्छ। अनि त्यसपछि उत्सवले गएर आनन्द त्यति बेला हामी हिँड्छ, डराएर फेरि हात समातिर हल्का पनि हानेको छ त्यसले। अनि त्यसपछि फेरि यो उसले चल्दाखेरि पनि डराएर हात समातिरहेको छ कि त्यसले, उता बत्तल छुट्दाखेरि पनि डराइरहेको छ। अनि एकैछिनपछि फेरि हामी बाहिरतिर हिँड्ने, यस्तो रमाइलो गर्ने एकदम कुरा गर्ने। अनि पछाडि फेरि सबै सुतिसकेको हुन्छ। हामी पनि एकैछिन रमाइलो गर्छौँ, गीत गाउने गर्ने। अनि फेरि हामी पछाडि आफ्नो सिटमा गएर बस्छौँ। अनि सिटमा गएर बसेर हामीले साइडमा गएर एकदम मस्त सुतेको छ। खाना खाने बेलामा मात्र उठेको छ, खाजा खाने बेलामा मात्र उठेको छ, मात्र सुतेको खुट्टामाथि राखेर पुरै मजाले तातो भएर बाहिर अस्ति मिसिङ पानी परिरहेको थियो नि त, आनन्दले सुत्छ यिनीहरू चाहिँ। अनि हामी चाहिँ करिब 7 बजीतिर हामी पोखरा पुग्छौँ, पोखरा लेखनाथ पुग्छौँ। अनि त्यसपछि हामी त्यहाँ बेगनास लेकको भिजिट गरिहाल्छौँ, किनभने बाटोमै परेको हुन्छ। अनि फोटोसोटो खिच्छौँ। भनेपछि हामी 9 बजीतिर होटल पुग्छौँ, त्यहाँ रुम पाइँदैन, एकैछिन बस्छौँ। अनि राति हाम्रो शिशिरको बर्थडे हुन्छ, शिशिरको बर्थडेलाई विस गरिन्छ। विस गरेर टक्क रमाइलो गर्दै सुतिन्छ। यसरी हाम्रो यो दिन चाहिँ सकिन्छ। पुरी तरकारी Bheda team coming to my back. I am front and this all guys back. And this is pure Bheda. This is back one is pure Bheda. And this is my not Bheda. This is Tiger friend. And this is main Bheda. Here is small Bheda. And these all are little child Bheda. हामी कहाँ पुग्यो अरे? गुप्तेश्वर महादेव लुक यो गुप्तेश्वर महादेवको गेट हो। This is both are 2 small child of our team. This is small and 2 small child, हैन, both child. And this one is only bigger child. These all are Bheda Bhedi. And this is pure Bheda. And okay, and this look child is going agadi. So guys, we are going to where are going? We are not going.
our Bheda team going to Dudhpokari, all Bheda group. This is all Bheda group, guys. I'm going to. I'm Bheda one, na Divi. And they are my friends. I am the Tiger one, and this all my Bheda group. हामी यहाँ गुप्तेश्वर महादेवतिर छौँ कुन ठाउँमा गइरहेछौँ बनिरहेको छ फाइनली वी आर गोइङ टु दुध पोखरी हाम्रो साथी बबी दोस्त दुध पोखरी होइन उसलाई के दही पोखरी I have fought 6 goals. हाम्रो भट्ट दोस्त स्वामी भन्छु सन्जु दादा वाट्सअप वाट्सअप क्वेसन सोधिरहेको छु एन्सर भन न फाइन आइएम फाइन भन पोलाइट ल्याङ्ग्वेज युज गर अब म तिमीलाई यहाँ ग्रामर यो गुप्तेश्वर महादेव हामी कुन ठाउँमा गइरहेछौँ हामी दो पोखरी गइरहेछौँ अब केटाहरू आइरहेछ अरू पछाडि छ अरू अगाडि छ कसको कहाँ वाइफाई कनेक्ट भयो यार टिक्नु परेन मण्डल दोस्त मेरो जिग्री हो विनायक नि मेरो जिग्री हो यहाँ छ सबजना अब गइरहेछौँ दो पोखरी मोज गर्नुपर्छ रैला गर्नुपर्छ जिन्दगीमा के छ र 2 दिनको जिन्दगानीलाई राम्रो कहानी बनाएर जानुपर्छ गाइज यदि तपाईँहरूले पोखरा भिजिट गर्न चाहनुहुन्छ भने मेरो दोस्तसँग सम्पर्क गर्नु होला यो पोखराको किलर हो यो पोखरा घुमेको फर्स्ट टाइम हो योचोटि अनि तर एकैचोटिमा यसको कम नाइ मेरो सेकेन्ड टाइम हो मैले पहिला नै घुमिसकेँ सेकेन्ड टाइम हो होइन अनि के भन्छ सेकेन्ड टाइममा नै यसले पोखराको A to Z अल टु अल हान्दैछ होइन के हान्दैछ भने नि यहाँको रक्सी जाँड बियर जति हुन्छ नि अरू के अरे विट्स कलायन गाछ सब हान्ने केटा हो यो गाइज म चाहिँ सोझो केटा परेँ होइन अनि के भन्छ हामी अहिले गुप्तेश्वर महादेवमा छौँ होइन निक्लिसक्यो यार त्यहाँबाट अब निस्किन लागेको थियो हाम्रो अति तर्को जिग्री यहाँ ल वाट्सअप ब्याच आज चाहिँ हामी पोखरामा छौँ हाम्रो टुरको सेकेन्ड दिन हो आज चाहिँ हामी कतिजना छौँ 16 जना केटाहरू आधी चाहिँ पछाडि छ अनि हाम्रो आधी ग्रुप चाहिँ अगाडि गइसकेको छ अनि के छ अरू कहाँको लागि हामी कुन ठाउँ हामी कहाँ जानु लाग्यो रे है दो पोखरीको लागि जानु लाग्यो अनि हामी उसबाट के अरे गुप्तेश्वर महादेवको त्यो केपबाट अगाडि यो चाहिँ हाम्रो जोड भएको छ धेरै हिँडेर केटा कहिले नहिँड्ने मान्छे होइन सधैँ बाइकमा हिँड्ने पुरा ऐसा आराममा जिएको मान्छे रे अनि खुट्टा दुख्यो भन्दैछ हिँड्ने होइन चलिरहने नरुक्ने खालको होइन त्यही हो हामी चाहिँ अगाडि बढिरहेछ त्यही हो अहिले चाहिँ हामी यो सानो कुन छ बौद्ध टाइपको उसमा छ होइन यो चाहिँ अरू के हो अरू रमाइलो गर्ने बास त्यति हो होइन हाम्रो स्टाइलिस मण्डल दोस्त स्टाइलिस मण्डल इज अ टिकटक स्टार बॉडी फैट के अरे हामी श्राङकोट के अरे समथिङ के दो पारे ए तल अहिले अनि धनुको चाहिँ मेरो भन्ने सबै त ल हामी चाहिँ आज पोखराको के अरे दोपारे
भन्ने ठाउँमा आएको होइन। अब हामी यहाँ आएर फर्किँदैछौँ माथिबाट भ्यू हेऱ्यो होइन। अनि त्यसपछि हामी केटाहरू अब ओह्रालो लाग्नु लाग्यो। अनि के छ भन्दाखेरि अब जङ्गलको बाटो ओह्रालो लाग्दैछ होइन। र यहाँ हामी दुईवटा मोटो पत्लो थियो आउने बेलामा। अनि लास्टमा चाहिँ एउटा पत्लो उडेर ल यताबाट सर्टकट छ के सर्टकट छ क्या ल ल उयो ढुङ्गो छ ल ल उयो ढुङ्गो ओ त्यो उति हान न ल ल 1 2 3 गो नाच्दै पर्ने Ready, go! One! Look guys, rock! Rock, hey, rock! Oi! रितेश हान्दै